हजुर अहिले एउटा के समस्या देख्न सकिन्छ भन्दाखेरि चाहिँ युरियाको अत्याधिक माग आइरहेको छ। धान खेतीमा युरिया नाइट्रोजन हाल्नका लागि चाहिँ स्रोतका रूपमा चाहिँ अहिले हाम्रो सबैको बोलीचालीमा युरिया रहेको छ। तर हामीलाई यो कुरा थाहा छैन कि हाम्रो धान बारीमा धान खेतमा कति मात्रामा युरिया चाहिन्छ, यो कुरा सबैलाई थाहा छैन। उनले खोजेको अनुसार हाल्ने हो कि अब हामीले चाहेको अनुसार हाल्ने हो कि, यो विषयमा आम कृषकहरूलाई सोद्धाखेरि चाहिँ उहाँहरू अनभिज्ञ हुनुहुन्छ। उहाँले बजारमा जाँदै गर्दाखेरि चाहिँ 2 बोरा युरिया पाउनुभयो भने प्रति कट्ठाको हिसाबले त्यो लिएर आउनुहुन्छ, 1 बोरा पाउनुभयो भने पनि त्यो ल्याएर हाल्नुहुन्छ। यदि 2500 किलो ल्याउनु पाउँदाखेरि पनि उहाँहरूले ल्याएर हाल्नुहुन्छ। त्यो अवस्थाले गर्दाखेरि किसानहरूमा अलि युरिया आफ्नो बारीमा कति चाहिन्छ त, धानले युरिया कति खोजिरहेको छ त, त्यो विषयमा किसान जानकार हुन चाहिँ आवश्यक छ। बिरुवाले जति खोजेको छ त्यो अनुसार हाल्नुपर्छ। कतिपय अवस्थामा चाहिँ तपाईँको धान खेतलाई युरिया पहिलेदेखि नै भरिपूर्ण त्योभन्दा अगाडि लागेका बालीले गर्दाखेरि विभिन्न स्रोतबाट, जस्तो धैँचा लाउनुहुन्छ, त्योभन्दा अगाडि कोसे बाली दाल लगाउनु भएको छ भने त्यसबाट प्राप्त गरिरहेका हुनसक्छ। त्योभन्दा अगाडि लगाएको कुनै खाद्यान्न बालीका स्रोत, विभिन्न स्रोतबाट चाहिँ युरिया नाइट्रोजनले चाहिँ बिरुवाले मल माटोमा प्राप्त भइरहेको छ। साथसाथै चाहिँ अहिले जुन रूपमा लगाउने कम्पोस्ट मल मार्फत पनि आइरहेको अवस्था छ। विभिन्न स्रोतबाट चाहिँ हाम्रो माटोले नाइट्रोजन प्राप्त गरिरहेको छ र किसानहरूलाई चाहिँ यो कुरा थाहा पाउनु भएको छ कि छैन त्यो पनि अलिक दुविधाको अवस्थामा छ। साथसाथै चाहिँ उहाँहरूले चाहिँ अब बजारमा एग्रोवेटमा जति पाइन्छ त्यति ल्याउने, यदि पाउँदै पाएन भने हाल्दैन हाल्ने, पाए जति चाहिँ सबै हालिदिने। त्यो गर्दाखेरि चाहिँ खोजेको भन्दा बढी गइरहेको छ कि चाहेको भन्दा कम पनि परिरहेको छ। त्यो भएको हिसाबले हामीले चाहिँ यो चिनेर या बुझेर चाहिँ युरियाको प्रयोग गर्नुपर्छ भन्ने कुरा हो। लगभग हामीले त्यसलाई विभिन्न तरिकाहरू रहेका छन्, विभिन्न विधिहरू रहेका छन्, जस अन्तर्गत चाहिँ अहिले हामीले चाहिँ यो लिफ कलर चार्ट पेपर पनि प्रयोग गर्न सक्छौँ, जसले हाम्रो चाहिँ एलसीसी भनिरहेका छौँ, जसले चाहिँ हाम्रो बिरुवालाई कुन अवस्थामा छ, नाइट्रोजनको बिरुवामा उपलब्धता कुन चरणमा भइरहेको छ त्यो मापन गर्न सहज हुन्छ। लगभग हाम्रो यो सम्पूर्ण प्राविधिकहरूसँग यो पनि सहज रूपमा हामीले प्राप्त गर्न सक्छौँ, नयाँ बुझ्न सक्छौँ। उहाँहरूसँग यो उपलब्धता छ, जहाँसम्म मलाई जानकारी भएअनुसार उहाँलाई ल्याएर सोधेको अवस्थामा या बुझेको अवस्थामा चाहिँ प्रयोग गर्न सकियो भन्ने कुरा भयो। जुन रूपमा यो एलसीसी पेपरले चाहिँ धानको पत्ता हेर्ने र पत्तालाई चाहिँ त्यो एलसीसी पेपरसँग कम्पेयर गर्ने, तुलना गर्ने र तुलना पश्चात चाहिँ कुन अवस्थामा छ, यदि अत्याधिक छ या मिडियम छ या कम छ र कति हाल्ने हो त, बिरुवाले कति खोजिरहेको छ, बिरुवाले कुन के सङ्केत गरिरहेको छ, सो अनुसार हामीले चाहिँ नाइट्रोजनलाई युरियालाई हामीले प्रयोग गर्न सक्छौँ भन्ने कुरा चाहिँ म हजुरलाई बताउन चाहन्छु। हजुरहरूले पनि अबको आउँदो दिनमा चाहिँ एलसीसी पेपर प्रयोग गरेर हुनसक्छ या बिरुवाले के खोजेको छ, कति खोजेको छ, के सङ्केत गरिरहेको छ, बिरुवाको सङ्केत अनुसार चाहिँ नाइट्रोजन चाहिँ प्रयोग गर्नु हुन म अनुरोध गर्न चाहन्छु भन्ने कुरा रह्यो। हस्।